हेलो साथीहरू नमस्कार। मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज म मेरो किताब प्रणालीबाट कसरी नक्सा प्रिन्ट लिन सकिन्छ भन्ने कुरा सिकाउन गइरहेको छु। सबैभन्दा पहिले कुनै पनि एउटा ब्राउजर ओपन गर्नुहोस्। यहाँ चाहिँ मैले क्रोम ब्राउजर खोलेको छु। क्रोम ब्राउजरमा गइसकेपछि मेरो किता .dos.gov.np भनेर टाइप गर्नुपर्ने हुन्छ र यो वेबसाइटमा गइसकेपछि तपाईहरूले यस्तो किसिमको इन्टरफेस देख्न सक्नुहुनेछ र मेरो किताब प्रणालीबाट नक्सा प्रिन्टको सेवा लिनको लागि हामीलाई के आवश्यकता पर्दछ भन्ने कुरा यहाँ देखाइएको छ। त्यसमा चाहिँ हामीलाई जग्गाधनी प्रमाण पूर्जाको स्क्यान प्रमाण पूर्जा चाहिन्छ र नागरिकताको स्क्यान कपी जुन चाहिँ हाम्रो 1 MB भन्दा कम भएको हुनु पर्दछ र त्यसपछि हामीले चाहिँ निवेदन दिनुपर्ने हुन्छ र निवेदन पेश गर्नको लागि सेवा लिने निवेदनमा क्लिक गर्नुपर्ने हुन्छ। सेवा लिने निवेदनमा क्लिक गरिसकेपछि यस्तो किसिमको इन्टरफेस देखिन्छ र यसमा चाहिँ हामीले कुन कार्यालयबाट सेवा लिनुपर्ने हो सेवा लिने कार्यालय छनौट गर्नुपर्ने हुन्छ। अहिलेलाई म नापी कार्यालय दैलेखबाट सेवा लिने भएकोले नापी कार्यालय दैलेख भनेर सिलेक्ट गरेको छु र सेवा लिने स्थानीय तह यो चाहिँ अप्सनलमा रहेको छ। यो राखे पनि हुन्छ नराखे पनि हुन्छ। अहिलेलाई मैले नारायण नगरपालिकामा पर्ने भएकोले नारायण भनेर सिलेक्ट गरिदिएको छु र सेवाको प्रकारमा यहाँ थुप्रै देखिएको हुन्छ र त्यसमा चाहिँ हामीले अहिले नक्सा प्रिन्टको सेवा लिने भएकोले नक्सा प्रिन्ट भनेर छनौट गर्ने। त्यसपछि जग्गाधनीको नाम भर्नुपर्ने हुन्छ। जग्गाधनीको नाम जग्गाधनीको विवरण भर्नु पर्यो। जग्गाधनीको विवरण भरिसकेपछि मोबाइल नम्बर भरिसकेपछि अब चाहिँ यहाँ हामीले आफ्नो जग्गाधनी प्रमाण पूर्जाको स्क्यान कपी यहाँ राख्नुपर्ने हुन्छ। त्यसको लागि फाइल अपलोड भन्ने अप्सनमा गएर तपाईँको फाइलको लोकेसन दिनुहोस् र फाइलको लोकेसन दिएर यहाँ अपलोड भन्ने ओपन भन्ने अप्सनमा क्लिक गरेपछि यहाँ फाइल अपलोड हुन्छ। त्यसै प्रकारले नागरिकता प्रमाणपत्रको पनि स्क्यान कपी हामीले राख्नुपर्ने हुन्छ जुन 1 MB भन्दा कम हुनुपर्दछ र अन्य कागजातहरुमा केही पनि राखिरहनु पर्दैन। र यता चाहिँ नागरिकता नम्बर लेखेको ठाउँमा नागरिकता नम्बर भर्ने आफ्नो नागरिकता नम्बर दिइसकेपछि जारी मिति यो चाहिँ अप्सनल रहेको छ। जारी मिति राखे पनि हुन्छ नराखे पनि हुन्छ। अहिलेलाई मैले यहाँ जारी मिति राखेको छु। त्यसै गरी जारी जिल्ला अब चाहिँ जारी जिल्ला राख्नुपर्ने हुन्छ। आफ्नो जारी जिल्ला नागरिकतामा भएको जारी जिल्ला राख्नुहोस्। यहाँ ड्रप डाउनबाट सिलेक्ट गर्न सकिन्छ यसरी। जारी जिल्ला सिलेक्ट गर्नु होला। त्यसपछि चाहिँ यहाँ जग्गाधनी प्रमाण पूर्जा अनुसार चाहिँ हामीले विवरण भर्नुपर्ने हुन्छ। कुन किताको लागि हामीले नक्सा प्रिन्ट चाहिएको हो त्यही अनुसार जग्गाधनी प्रमाण पूर्जा अनुसार यहाँ चाहिँ राख्नु होला। अहिलेलाई मैले चाहिँ जग्गाधनी प्रमाण पूर्जा अनुसारको सम्पूर्ण विवरण यहाँ भरिराखेको छु। अनि यहाँ चाहिँ नक्सा नम्बर भन्नाले नक्सा सिट नम्बर जुन जग्गाधनी प्रमाण पूर्जामा रहेको हुन्छ। जग्गाधनी प्रमाण पूर्जा अनुसार नक्सा सिट नम्बर राख्नु होला र किता नम्बर कुन किताको चाहिएको छ सोही किता भर्नु होला। यसरी भरिसकेपछि प्लस आइकनमा क्लिक गर्नु होला। यहाँ प्लस देखाएको छ हो प्लस आइकनमा क्लिक गर्नु होला। प्लस आइकनमा क्लिक गरिसकेपछि यस्तो देखिन्छ र थप अन्य किताहरू पनि भर्नु थप अन्य किताहरूको पनि नक्सा प्रिन्ट चाहिएको छ भने त्यही अनुसार हामीले भर्नुपर्ने हुन्छ। र अब
अहिलेलाई मलाई चाहिँ एउटै किताको चाहिएकोले मैले एउटा किता मात्रै राखेँ र पेस्ट गर्नुहोस् भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी पेस्ट गर्नुहोस्मा क्लिक गर्ने बित्तिकै तपाईँको कम्प्युटरमा यस्तो किसिमको देखिन्छ र त्यहाँ एउटा ओटिपी जेनेरेट भएको हुन्छ, जुन ओटिपी हाम्रो मोबाइलमा पनि आएको हुन्छ। यसरी हाम्रो मोबाइलमा पनि ओटिपी देख्न सकिन्छ। यो ओटिपी चाहिँ पछि नक्सा प्रिन्टसम्म पनि काम लाग्ने भएकोले एकदमै सुरक्षित साथ राख्नु होला। यसरी मोबाइलमा ओटिपी आइसकेपछि हाम्रो पेज भइसक्यो र यसरी पेज भइसकेको निवेदन चाहिँ कार्यालयले भेरिफाई गरिसकेपछि पुनः हाम्रो मोबाइलमा यसरी म्यासेज आउँछ, जुन एप्लिकेसन भेरिफाइड भनेर देखिन्छ र कति राजस्व तिर्नुपर्ने हो सोही अनुसारको म्यासेज आउँछ। यसरी राजस्वको म्यासेज आइसकेपछि हामीले पुनः फेरि राजस्व तिर्नुपर्ने हुन्छ र राजस्व तिर्नको लागि हामीले चाहिँ फेरि मेरो किता .dos.gov.np मा जानुपर्ने हुन्छ र त्यसको लागि फेरि तपाईँहरूले कुनै पनि एउटा ब्राउजर खोल्नुहोस्। अहिलेलाई मैले क्रोम ब्राउजरमा गएँ। ब्राउजरमा गइसकेपछि फेरि मेरो किता .dos.gov.np मा जानुहोस्। यसरी मेरो किता .dos.gov.np मा गइसकेपछि निवेदनको अवस्थामा क्लिक गर्नु होला। निवेदनको अवस्थामा क्लिक गरिसकेपछि तपाईँले दिएको मोबाइल नम्बर र हाम्रो मोबाइल नम्बरमा आएको ओटिपी राखेर खोजी गर्नुहोस्मा क्लिक गर्नुहोला। यसरी खोजी गर्नुहोस्मा क्लिक गरिसकेपछि हाम्रो यहाँ चाहिँ पेमेन्ट रिक्वेस्ट भनेर देखिन्छ। अब चाहिँ हामीले पैसा तिर्नुपर्ने हुन्छ। पैसा तिर्नको लागि पैसा तिर्न भन्नेमा क्लिक गर्नुहोस् र त्यसमा क्लिक गरिसकेपछि यहाँ चाहिँ भाउचर जेनेरेट गर्नको लागि ब्याङ्क सिलेक्ट गर्नुहोस्। त्यो ब्याङ्क सिलेक्ट गरिसकेपछि भाउचर बनाउनुहोस्मा क्लिक गर्नुहोला। यसरी भाउचर बनाउनुहोस्मा क्लिक गरिसकेपछि भुक्तानीको विवरणबारे यहाँ सम्पूर्ण कुरा देखिन्छ र हामीले भुक्तानीको माध्यमहरू ई-सेवा, खल्ती अथवा कनेक्ट आइपिएसबाट भुक्तानी गर्न सकिन्छ। जस्तो अहिले म ई-सेवाबाट भुक्तानी गर्नको लागि ई-सेवामा क्लिक गरिसकेपछि यस्तो किसिमको इन्टरफेस आउँछ र तपाईँको ई-सेवा आइडी र पासवर्ड हालेर लगइन गरिसकेपछि त्यहाँबाट तिर्न सकिन्छ। साथै यसै प्रकारले अन्य खल्ती एपबाट अथवा कनेक्ट आइपिएसबाट पनि तपाईँहरूले तिर्न सक्नुहुनेछ। यसरी पैसा तिरिसकेपछि तपाईँको मोबाइलमा पुनः कार्यालयबाट नक्सा पठाइएको जानकारी आउँछ र पुनः यो मेरो किता बाट तपाईँले मोबाइल नम्बर र ओटिपी राखेर नक्सा डाउनलोड गरेर प्रिन्ट गर्न सक्नुहुनेछ।